नमस्ते साथीहरू सबैजनालाई आशिका युट्युब च्यानलमा स्वागत छ। अनि आज पनि भिडियो चाहिँ म स्टार्ट गरिसकेको छु। अनि आजको मेरो भिडियो चाहिँ के कस्तो लाग्छ हेर्दै गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ अँधेरा भइसकेको छ हैन, साँझ परिसकेको छ। 5-6 बजे 5-6 कति बजे त्यो चाहिँ मलाई ठ्याक्कै थाहा भएन हैन। छिटो कागज अलिक दिउँ तपाईँ हो धन्यवाद प्रभु बोका त्यो चाहिँ भन नि त बोका त्यो भनेको चाहिँ कस्तो बिर्सेछु। भोलि आउँदै हुनुहुन्थ्यो नि एकजना पास्टर त, उहाँलाई बरु त खानेकुरा के किनेर पठाइदिएको हुन्थ्यो रहेछ। म यता फेरि आइन्छु ल। बुनु चाहिँ राम्रो त औषधि पकाइ खुवाऊ है। मामुले साइकल गाडी ल्याइदिन्छ, कार ल्याइदिन्छ भने न त्यसरी भए पनि खुवाऊ। यसरी है, यसो काखमा राख्ने, एकपट्टि अग्लो बनाउने सिरा यस्तो, अनि अलिक अग्लो बनाउने, अनि नाक यसरी ठुट्ने, मुख यसो गर्ने, अनि सट्ट निलोपछि उ गर्नु। तर घरिघरि नाच्दै नाच्दै पनि खुवाए जस्तो गर। खर्च सक्छ होइन अरू चाहिँ अङ्कललाई म भन्छु, अङ्कलले पठाइदिन्छ। के खाँदैथ्यो ऊ तरकारी, तर हिजो ऊ चाहिँ फ्रुट्सहरू छ छैन, एप्पलहरू छ छैन छोरी त सन्चो हुन्छ होइन। सिकुटी ऊ गर, यसो गर न, सिकुटी भुट अनि प्याजहरू दाल रिसिनु नि नानी, दाल छ त नि। र सिटी लगाउँदा पनि ऊ ठिक्क हुन्छ। अनि सुक्खा भुट्नु धेरै वर्ष त खाइँदैन होला पकाएर म पोलेर खाइन्छ होला भनेर कति ऊ त्यहाँ अचारको लागि टमाटर पकाउँदैछु। अचार बनाइसकेपछि चाहिँ दिदी पर जानुभएको छ सेखुवा पोल्नुलाई। सेखुवा पोलेको पनि तपाईँहरूलाई देखाउनेछु। टमाटर पाकिसकेको छ, म चाहिँ ग्यास मार्छु। अचार बनाउनु पर्यो। यस्तो टुप्पो चाहिँ नफ्याँक्नु भन्छ नि त, म चाहिँ फ्याँकेँ।
चाहिँ यो अचार बनाइसक्नु लागिसक्यो मटरको अचार सेकोसँग खाने है मैले चाहिँ यहाँ अचार पिसिसकेको छु अब चाहिँ म उता जान्छु है नानाहरू भएकोमा यहाँ उता चाहिँ नानाहरूले सिको पोल्नु हुँदैछ है धुमधाम ल गौरव बरु कराईमा मजाले डालेर खानु हुन्छ पाक्यो कि नडराउ न सेकुवा पोल्ने म्याडमजी पसिनै आइसकेको छ तर बिचरा आउँछ नि हो के गर्नु एकै वर्ष पो बाँकी होला हौ बाँकी हामीलाई कमायो भने 9-10 लाख चाहिँ कमाउँछौँ कि खोइ त्यति पनि कमाउँदैन हुँदैन के हामीलाई घरमा 30-35 हजार खर्चले पनि पुग्दैन मलाई त पुग्दैन माथि अनि पुग्दैन यसो हावापानी चाहिँ हावापानी धेरै मिठो नि घर जानु आउनु पनि छिटो साटो घर त के गइन्छ र मलाई त पिर लाग्छ नि हो के गर्नु र नि तपाईँको त एउटा छोरा छ त्यही पनि बुहारी त ल्याइदिन्छ यसले त बिर्साउने यसले त ल्याउँछ पनि अब छोरीलाई सम्झिने छोरीलाई तिर्सना मेट्ने त बुहारी आउँछ नि त म चाहिँ 2टा छोरी छ 2टा छोरीकोमा के भन्छ छोरालाई चाहिँ के जति कि त आमाहरूलाई घरमा कल गर्दैन भनेर आमा सासूको पनि आइपुग्छ र सासूले पनि त खोल्दै गरी खान्छ अरे त्यो त्यही पिछेको दृश्यले के साथ दिए फेरि हाम्रो घरमा राम्रो टिप्दैन कि नाना त्यो वाइफाई नै राखिदिनु पर्यो भन्दै गरेर दाजुभाइ दुनियाँलाई आज के अरे नानाको पनि निस्किने भयो नाना च्यानलमा चाहिँ मोटो भन्नुहुन्छ तर स्वाइलो चाहिँ स्वाइलो छ है यहाँदेखि धेरै मोटो आउनु भयो भने चाहिँ फेरि अस्वाइलो भन्ने म्याम आउनु भएको चाहिँ हामीले सिकाउने ज्यान चाहिँ यस्तो छ पक्का है यो त यत्रो यत्रो हौ यस्तो चौधको लागि चाहिँ उहाँहरू आउनुभएको क्या हामीले सिकाउनुको लागि त्यसलाई बोलाउनुमा त गर्छु भनेर मात्रै भएन नि त साथीहरू देखिहाल्नुभयो सिखा पोल्दै गरेको पनि म चाहिँ फेरि रुमतिर फर्किँदैछु यहाँ चाहिँ साथीहरू छोरीले होमवर्क गर्दै हुनुहुन्छ होइन म चाहिँ बिस्तारै जान्छु के गर्दै हुनुहुन्छ बिस्तारै भइरहेको छु है म के गरे जस्तो ल सेम बनाउनु भएछ त खतरा बनाउनुहुन्छ सेखा त डह्रो बनाएर ल्याउनु पर्छ त त्यो मासुको तरकारी चाहिँ कति बेला पकाएर खाऊ हो खै कृष्ण र गौरव आऊ है कान्छा त्यहाँ कागज निकाल त फ्रिजबाट तैँले चाहिँ ल छेमाको बिहा कसो नानीहरूले जुठो लाउँछ आज केही पनि हुँदैन सबैले खाने म यत्रो खाँदिनँ खाओस् न त नि हौ कि साह्रो कृष्णा
खाँदै गर्नु होइन आइज छिटो सबैले खाउँ ल कुन हो गरौँको चिसो यो 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 ल लु कान्छीलाई छ्यामालाई ल क्रिस्टिना आइज कान्छी खानु ल उयो सक्छ आशिष खाइ चाहन्छु शीतल मदरमा त्यति नै प्यारो रेसिपी हो त्यो खालैले मन पर्नेले खाउँ मन नपर्नेले नखाऊ अलिक यस्तो यस्तो चाहिँ खानु त कान्छी यस्तो यस्तो चाहिँ ताजा ताजा छ यो फ्रिजमा हिजो धुरो राखेँ कि खान्छु आशिष गर्नुहोस् धन्यवाद छ हो मिठो ए यो खायो बिमारी मान्छे धेरै खानु हुँदैन धन्यवाद प्रभु हाम्रो सबैजना भोजनले जुटाइनु भयो हामी खान्छौँ खाइपिई गरेको शक्तिले हजुरको महिमा गर्न सकौँ खाना नपाउने गरिब गुर्बलाई पनि बेसाहारालाई पनि जुटाइदिनु ए कान्छी खानु है कस्तो भयो है मिठो छ है लु यसरी खाँदाखेरि चाहिँ खानु पाइने पनि खानु हुन्छ नाना धेरै नै टेस्टी नि खाने भए पनि खानु चाहिँ खाऊ तर बिमारी चाहिँ नहौ कस्तो हुन्छ त्यो खाइ पनि सेमै त्यो खाइ त्यो अलिकति मलाई चाहिँ यहाँ साह्रै दिनुभएको खाइ ल भिडियो बनाउनेले चाहिँ एकछिन हामी खाइसक्छौँ होइन अनि धेरै चुरु चुरु कुवा पार्टी आज हाम्रो म चाहिँ हाम्रो बहिनी नयाँ पाहुना आउनु भएको त्यही भएर छ मलाई खानु हुन्छ नाना त्यो खाऊ कान्छी लु म नि खाउँ न त मलाई चाहिँ बसिएपछि दिनु तपाईँहरू पनि खान्न यो मिठो खानु यहाँ पनि खानुहुन्छ खानु होइन होइन त्यो पनि खान्न है बाबै आगाए है खाऊ है छिटो खानु है खासै भोलिको मासुहरू चाहिँ नखानु क्यान्सर हुन्छ भन्छ तर अब खाने बानी भएको बच्चैदेखि कहाँ सक्नु नि कहिले भने क्यान्सर हुन्छ होला हामीलाई झन् पर दिनकै मासु दिएको दिएकै हुन्छ यस्तो मासु खानु त्यो कोहीले गर्दा खानु पाउँछ नि त पिरो भयो अरे मेरो छोरीलाई पनि के गर्नु भने पछि यो हाम्रो छोरीहरू नि अर्का घर जाँदा कति रुन्छु मलाई नि कान्छी ताई तपाईँको त दुईवटा छ मेरो त एउटा छ अनि आउँछ नि त बुवाहरू यो सागले गर्दा त्यति चिल्ल पनि थाहा पाइनँ नि हस् त साथीहरू आजलाई चाहिँ भिडियो यति नै आजको मेरो भिडियो चाहिँ के कस्तो लाग्यो हेरेर कमेन्ट बक्समा गएर प्रतिक्रिया दिनुहोला अनि यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि सम्पूर्ण साथीहरूले लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनु होला भन्दै फेरि हामी अर्को भिडियोमा भेट्ने नै छौँ भन्दै बाई बाई साथीहरू गुड नाइट